हेलो सो गाइज स्वागत छ। आज हामी सिमीमा छौँ। 25-70औं बुद्ध जयन्तीको अवसरमा समाजसेवा युवा क्लब सिमीले सञ्चालन गरेको 6औं संस्करणको टोल स्तरीय आज 19 गतेबाट सुचारू हुँदैछ। विशेष गरी त सम्पूर्णलाई स्वागत गर्न चाहन्छु। खै त हाम्रो टोलीहरू आइज नि मोटो भन्न निन्द्रमै छ क्यामेराम्यान यार। यस मेरो असिस्टेन्ट मोटो गरुङ्गो भएन है तल यसरी साइडमा लिन यसरी झोलै ल्याए जस्तो लिन हो त्यसरी पछाडि बन्दुक ल्याए जस्तो कि हो त्यसरी दामी यस गयो मोटो। सो गाइस सिमी यस्तो छ सिमी गाउँ चाहिँ तर राम्रो छ। ग्राउन्ड हुने चाहिँ माथि हो गाह्रो छ त्यही हो उकालो चढ्नुपर्छ। यस गाइस हामी देख्न सक्छौँ सबै रेडी भइसक्यो होइन। हाम्रो रेफ्री र फोटोग्राफर दोर्जी स्पोर्टको पछिल्लो समयमा खतरा खतरा फोटो निकाल्ने मान्छे थाक्यो गाइस यार। केटाहरू चाहिँ पुरा आइसकेको छ कता केटाहरू थाहा होइन सब गाउँ चाहिँ दामी देख्छ तर हामी अब दोस्रो सिडी उकालो चढ्दैछौँ। यस्तो छ गाइजहरू कतिजना लाग्यो बजिने जाउँ यहाँ माथि जाउँ न हामी। सिमी गाउँ छिरिसकेको छ गाइस थकै लाग्छ हिँड्न सक्दैनहरू के भन्नु त खै यस्तै छ। दाजुभाइ क्या हो दाजुभाइ हो दाजुभाइ यो सानो भाइ चाहिँ हाम्रो सबभन्दा हिँड्न सक्यो भने त्यो दुईजना हेट फेरि दामी दामी घर बन्दैछ सिमीमा है। कसो गऱ्यो यो कसो गऱ्यो यो बिहानटीको हो र है बिहानटी घर चाहिँ हो र यही हो र दामी बनाइसकेको घर। क्या ओ आन्टी के हो त नि आन्टी घर बनाइसक्यो अरे त कहिले कति महिना हो घर बनाएर यस्तो राम्रो देखेको त आन्टी भाइ माथि जाने गएन कोनी जाने चिज खाँदैन हाम्रो केटाहरूले है टेन्सन भयो नि त गाइस 2 दिन बाद हामी फेरि मोटु के गर्नु अब घर जाने त हामी थाहा छैन तँलाई घर जानुपर्छ क्या है मन्दिर बनाएको नि त्यहाँ त्यस्तो भन्नुहुन्न कि टेन्सन भयो छ तँलाई नि होला मोटु अहिले गीत गाउँदै ल गीत गाला मोटु के सोच्यौ भन त तिमीले पराइछौ मन त 3, 2, 1 गो के सोच्यौ भन त तिमीले पराइछौ मन त एलिहोइ माथुको ठै मेरो दिल बस्यो लाली ओठैमा
हेलो गाइस, हामी चाहिँ सिमीमा जान लागेको सिमीको ग्राउन्डमा 2570 औ बुद्ध जयन्ती हजार गाह्रो भयो यार गाइस। हामी चाहिँ अब लगभग ग्राउन्डतिर आइपुग्नु लाग्यो। हाम्रो मोटु फर्स्टमा हिँड्दा हामी हिँड्नै सकेको होइन। त्यही हो गाइस, अब ग्राउन्डमा गएर देखाउँछु। तर मान्छे मऱ्यो अरे कि आज उद्घाटन चाँडो गरेर भोलि बन्द, पर्सि नि बन्द हुन्छ होला सायद। त्यहाँबाट निको पर्सिबाट हुन्छ होला टुर्नामेन्ट चाहिँ। त्यही हो गाइस, यस्तो छ। थाक्यो, हिँड्नै सकिन। मोटु खतरा हिँड्यो, हामी 3जना पछाडि, मोटुको पछाडि, मोटु यतातिर डेन्जर हिँड्यो मोटु। मोटुलाई मासु भात खुलाइ जस्तो छ फिस्टुले। ठिक छ ठिक छ। स्याहाब के हो? हा के भयो त मलाई? जाडो पनि पसिना आयो भनेको? खोइ कहाँ पसिना नपसिना देखाउनु ल। खोइ पख्नु पख देखा न, यहाँ देखिरहेको कि पसिना हाम्रो मोटुको। कस्तो ठाडै उकालो छ कि त्यहाँबाट चाहिँ ठ्याक। के गरे अब तिमीहरू? आइसलु टिपेको, आइसलु खाएको। हेलो, आइसलु डेन्जर फलेर जङ्गल चाहिँ दामी छ। तर सम्झ हिँड्दै नसक्ने भयो। आजको भिर बाटो यस्तो छ गाइस। बाटो बाटो कालो भिरालो गाउँ। वालथिया गाउँ गाइस, सिमी गाउँ गाइस। ग्राउन्ड आइपुग्नै लाग्यो हामी। यस्तो छ ग्राउन्ड जाने बाटो। यसपालि होटेल पनि यतै रहेछ नजिक। होटेल मान्छेहरू आएर बस्छ। छैटौँ सिमी मेला 2083 7 साइड फुटबल प्रतियोगिता श्री सामासेवा युवा क्लब। हामी देखिरहेछ ग्राउन्ड। यहाँ चाहिँ मैदा सैदा हाल्ने काम भइरहेछ गाइस। डाँडातिर होटेलहरू के छ त नि मोटु? हामी 3जना दाजुभाइ है? हो कि होइन? हो कि हो भने तेरो छिटो गाइस। केटाहरू चाहिँ ट्याक्क स्टेज सजाउँदैछ। हामी स्टेजतिर जाँदैछौँ। हेर्नुहोस् हाम्रो हिरो बाबुहरू कहाँ गएर यस्तो छ। फोटो कहाँ ट्रफी? खै कुन ट्रफी ल देखान त मलाई। आइज न मेडल। कहाँ हो पदम? अध्यक्ष हो, अध्यक्ष श्री समाज सेवा युवा क्लब दुर्दी 6 सिमी लमजुङ। जो स्टेजहरू सजाउँदैछ हामी ग्राउन्डतिर। मोटु ग्राउन्ड कस्तो देखियो होइन? मोटु ग्राउन्ड यस्तो वाल देख्यो है। किन लजाको?